एउटा चाहिँ आज चाहिँ के क्लेरिफाई गर्न चाहन्छु भनेपछि यु क्यान चेक दिस दिस इज पिक अप लेस पार्ट लाइक योवाला हामीलाई हामीलाई चाहिँ योवालामा चाहिँ ह्यान्डस्ट्यान्ड होल्ड गर्न चाहिँ एकदम सजिलो हुन्छ योवालामा, किनभने चाहिँ योवालालाई मैले प्र्याक्टिस गर्दै गइरहेको थियो र ठुलोवाला मेरो प्यालेट्स बारमा पनि मैले गरेर तपाईँहरूलाई देखाएको थियो। आज चाहिँ के क्लियर गर्न चाहन्छु भने योवाला गर्नु र योवाला गर्नुमा धेरै डिफ्रेन्स रहेछ, किनभने चाहिँ योवालामा रिस्ट सपोर्टेड फरवर्ड एन्ड ब्याकवर्डमा चाहिँ एकदम सजिलो हुन्छ लाइक दिस। यसमा चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ हाम्रो चाहिँ ग्रिप स्ट्रेन्थ बढाउनु पर्ने रहेछ। सो मैले रिसर्च गरेको अनुसारले चाहिँ एकदम डिफ्रेन्स यो र यो अगाडि गर्नु यो यसमा धेरै डिफ्रेन्स छ, धेरै कुराको डिफ्रेन्स छ, ब्यालेन्समा धेरै कुराको डिफ्रेन्स। सो नाउ आई हेभ टु वर्क अन दिस स्टेप अल्सो, लाइक मैले चाहिँ यसमा काम गर्नु पऱ्यो। मेरो फोकस चाहिँ यो ग्रिप स्ट्रेन्थ र मेरो फरवर्ड ब्याकवर्ड लाइक दिस। अब यसमा चाहिँ के हुन्छ भन्दाखेरि मलाई यसमा चाहिँ एकदम गाह्रो भइरहेछ लाइक you can take this. So maybe within a month or within the next month, like a 2 month, जति मलाई लाग्छ म्यानेज गर्नलाई। सो यसको म प्रोग्रेसन भिडियो नि हाल्दै गर्छु बिस्तारै बिस्तारै।